हेलो नमस्कार सबैजनालाई आराम हुनुहुन्छ होला भन्ने आरामै छौँ। हामी चाहिँ अब इभिनिङ यसो बजारतिर घुम्न जाँदैछौँ। अब हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ हेर्नु होला, यस्तो छ बाटोहरू हेर्नु न। यहाँ यस्तो डाँडा काँडा हिँड्नु पनि हुन्छ। अब हाम्रो गाडी हिँड्ने बाटो चाहिँ यो हो, तलको ठुलो। हामी चाहिँ सर्टकट बाटो जान्छौँ। हाम्रो भगत बहादुरजी हुनुहुन्छ अगाडि। हामी पसलसम्म जान्छौँ। यो खुर्केर बनाएको रहेछ यो बाटो चाहिँ यस बनाएको छ। ढलहरू यहाँ छ तल, यहाँ माथि भयो। हामी चाहिँ यो सर्टकट बाटो जान्छौँ। बाटो यस्तो छ, हेर्नु न। बाटो हाम्रो यस्तो छ। हामी पहिले यही बाटो बिहान बेलुका गर्थ्यौँ स्कुल जाने बच्चाको बेलामा। स्कुल जाने आउने यही बाटो गर्थ्यौँ। अहिले बेलुका कति 4 बजी होला होइन, 4:30 4 बजीको समयमा यहाँ चाहिँ एकदम उज्यालो छ हेर्नुले। यो घर चाहिँ यसले बागमारी भन्छ हेर्नु, बागमारी ठाउँको नाम। योभन्दा हामी तल पुग्छौँ। अहिले चाहिँ जाँदैछौँ हामी। गोरेटो बाटो हो यो। अब अलिक ठुलो बाटो, मोटर बाटो पनि आउँदैछ। पानी परेपछि यो बाटो चिप्लिन्छ। ठुलो बाटो चाहिँ यो हो। यसो ओर्लेर यस्तो छ, ओर्लेर जानुपर्ने धन्यले यो बाटो। अनि सानो बजार छ, त्यो बजारदेखि घरहरू छ यहाँ। यता जाने बाटो पनि छ। यो बस्ती जाने बाटो भयो माथि। बाँस काटेर चाहिँ बाटो बन्द रहेछ कि। अलिकति हातले त्यतिखेरि हल्लिँदैछ कि, क्यामेरा हल्लिँदैछ। बाटोमा हुनुपर्छ। यस्तो घुमाउनु बाटो छ। त्यो अलिकति उकालो थियो। अलिक बर्खायाममा चाहिँ अलिक गाह्रो हुन्छ। यहाँ हिलो हुन्छ। अहिले चाहिँ हेर्नुहोस् मजासँग फिलिले आउन सकिन्छ। के भन्नु, बर्खा टाइममा पनि अलिक गाह्रो हुन्छ। यहाँ हिलोमा फस्ने ठेल्ने गर्नुपर्छ। यहाँ जो स्कुलहरू पनि बनाएको छ यहाँ साइडमा पानी जाने। गाउँ यो मेन रोड पारी। याममा हाम्रो पुल यतापट्टि अलिकति गाह्रो थियो। अहिले चाहिँ अब त्यहाँ पुल बनाएको छ हेर्नु होला। यो पुलबाट जान्छ मोटरसाइकल जो साउन जानु चाहिँ हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। अहिले यही बाटो हिँडेर के हुँदो रहेछ हेर्छु। हाम्रो यो मोटर बाटो चाहिँ यता हो। यहाँ एउटा खोला छ कि, पुल छैन उता त्यो बाटो जाँदाखेरि। तर अहिले यो बाटो हेर्छु म, भर्खर बनाएको पुल हो। यसमा मोटरसाइकलहरू आउँछ आउँदैन यति हेर्नु पऱ्यो। नत्र भने त यो आउँदा गर्नलाई धेरै सजिलो हुन्छ कि यसलाई बर्खायाममा चाहिँ। अनि यो बाटो आज फर्स्टचोटि ट्राई गर्छु म। पहिलोचोटि हो यो पुल चढाए चाहिँ। बनाएको चाहिँ थाहा थियो यस्तो छ हेर्नु होला। अब मोटरसाइकल आउँछ आउँदैन हेर्नलाई यो घरको आँगनबाट आउनुपर्ने हुन्छ। हेर्नु होला यस्तो छ बाटो। बाटो चाहिँ यस्तो छ हेर्नु होला। यहाँ बिस्तारै बिस्तारै आउन सकिएला। ल बनाउँदै हुनुहुन्छ बाटो। ठिक छ नि यहाँ त, ठिक छ अहिले देश बनाउँदै हुनुहुन्छ। अब यो पहिलोचोटि यो पुल चाहिँ म पनि जाँदैछु। यो पुलबाट वरिपरि हेर्नुलाई अब जोस्
आउनु जान सजिलो हुने भयो यो बाटो। ल फलामको पुल हो, मजासँग चढ्यो पहिलोचोटि ल पुल यस्तो छ हाम्रो बागमारीको पुल। यहाँबाट चाहिँ यस्तो देखिन्छ ल हामीलाई यो। त्यहाँबाट पारि जाने, त्यहाँबाट माथि जानुपर्छ। अहिले बनाउँदै रहेछ, अहिले खुड्किलो रहेछ। मोटरसाइकल चाहिँ आउँदैन जस्तो लाग्यो, तर बनाउनु पनि हुन्छ नि। तर बनायो भने चाहिँ हुन्छ त्यो मान्छे हिँड्ने चाहिँ हुने रहेछ। अहिले यहाँ खुड्किलो बनाएर रहेछ। सानो रहेछ, काम चलाउ हुने रहेछ यहाँबाट। अलि पछि यहीँ राम्रो बनाउनु पर्ला। यो चाहिँ अहिले ठिकै छ यो। अब हामी मेन रोडमा आइपुगेका छौँ। जेनतेन जान्छ होला बाइक पनि, अब चाहिँ सजिलो हुने भयो। ल मेन रोडमा आयो कि पिच रोड हो यो माथि हाम्रो मास्तिर जाने बाटो भयो। यो चाहिँ उता लाक्रु बन्याङ, भक्तपुर, सूर्यविनायक, सयपुर छ। यो चाहिँ हाम्रो पर्खालचोक जाने बाटो हो। यो चाहिँ बागमारी भयो। अघि मैले हजुरलाई देखाएको भिडियोहरू चाहिँ यो यहीँतिर हो। यहाँबाट हेर्नु होला, बजार पनि छ यहाँ हेर्ने होला। यहाँ अब तेल पिसाउने पनि छ, भुजेल कुटानी के कुटाने पिसानी रे, तेल पिस्ने मेसिनहरू पनि छन्। बागमारी पुग्यो हामी। अब मजासँग मेन रोडमा हिँड्दैछौँ। यस्तो घर बनाएको छ खेतमा। यो चाहिँ खोला पारी भयो। खोला यो अस्ति खोलाले गर्दा यो सबै गयो पनि चल्छ। यता हेर्नु होला, टुकटुक चल्यो। काठमाडौँतिर पहिला डिजेलवाला है, पेट्रोलवाला टेम्पोतिर त्यो हटायो। अहिले काठमाडौँतिर यो ब्याट्रीबाट है के हो यो पेट्रोलवाला त्यो चाहिँ आएको छ। गाउँ यस्तो छ हाम्रो बागमारी गाउँ। यो मस्तिर चाहिँ यस्तो छ है। गफ गर्ने चाहिँ उहाँहरू दुईजना हो, अलिक गफमा व्यस्त हुनुहुन्छ। यहाँतिर त अब खुल्ला छ ठाउँ, कुदाइहाल्छ। राई चाहिँ फाइदा रे हिँड्नलाई। ल उहाँले सबैले भन्नु फाइदा छ शरीरको लागि, हिँड्नु पनि पर्छ हरिबाज भाइ। हो ल यस्तो छ, हामी यहाँ भेटघाट भयो। अब यहाँ हिँड्नुपर्छ भन्ने कुरो गरे। मोटरसाइकल चल्नुहुन्न, स्वास्थ्यको लागि बाध्य त पर्ने चढ्ने हो, नत्र चढ्ने हो। अप्ठ्यारो समस्या समाधान गर्ने हो, नत्र फुर्सद समय छ भने हिँड्ने हो हो कि स्वास्थ्यको लागि एकदम लाभदायक कुरा हो यो। ल यो बाटो गाउँमा धेरै समयपछि होइन रोपा पनि चलाएको छ। यहाँ हेर्नु होला, रोपा हेरेर गाउँतिर यस्तो आनन्द छ कि गाउँमा। धेरै रमाइलो छ नि यहाँ त हेर्नु। धेरै रमाइलो, हावा पानी यताउति होइन। पानी पिउनको लागि राम्रो। अनि अब यहाँ त्यही पानी किन्नलाई कति महँगो छ काठमाडौँतिर बस्नलाई। अब हाम्रो यहाँ गाउँमा बस्दाखेरि कति मजा छ। केही पैसा पर्दैन, केही छैन। कति पुगेर वातावरण कस्तो आनन्द छ कि आनन्द छ एकदम। काठमाडौँको कोलाहलबाट बच्नु छ भने, के समयको बच्नु छ भने यो गाउँतिर चाहिँ आउनुले यो पनौती काभ्रेको पनौती रोयल 1 मा पर्छ है। यो चाहिँ वडा नम्बर 1 मा पर्छ हो। लागि खम्बा चाहिने भएर सानो इलेक्ट्रिक वायरको लागि तार तार्नु पर्ने भएर लिन आएको छु। सकि छैन हेर्नु, यही पसल हो। हामी पक्चौर बजार पनि आइपुग्यौँ। पर्खालचोक बजार यस्तो छ हेर्नुला बजारहरू। गाउँमा चर्तीकला पनि यस्तो छ हेर्नु, नाच्ने हिँड्ने यस्तो पनि गर्छ। नाचिरहेको छ। घुमे पनि फर्कियो। अब घरतिर लाग्ने कोसिस गर्दैछौँ। ल हाम्रो बखतीजी पनि माइला पनि हिँड्दै जाउँ यहाँ।